आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम बैखरी संवादमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमसँगै उपस्थित भएको छु म कार्यक्रम प्रस्तुता सागर विक। यस कार्यक्रममा विशेषतः हामीले स्थानीय तहले गरिरहेका काम कारबाहीका विषयमा चर्चा परिचर्चा र बहस गर्दै आएका छौं। सोही सन्दर्भमा आज हामी भगवान गौतम बुद्धको जन्मस्थल अर्थात् यस लुम्बिनी सांस्कृतिक नगरपालिकामा आइपुगेका छौं। यस नगरपालिकाको काम कारबाही, जनतालाई सेवा प्रवाह गर्ने स्थिति र पालिकामा सुशासन कायम गर्ने, पारदर्शिता कायम गर्ने विषयमा नगरपालिकाले चालेका कदमहरू के छन् भन्ने विषयमा कुराकानी गर्नका लागि यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा गेवाली हाम्रो साथमा हुनुहुन्छ। स्वागत छ तपाईलाई कार्यक्रममा। धेरै धेरै धन्यवाद छ। आजभोलि व्यस्तता केमा छ तपाईको? विशेषतः यो अहिले चाहिँ जेठको हामी मध्य महिनामा छौँ, मध्य समयमा। त्यस हुनाले स्वाभाविक रूपमा अहिले हामीले पालिकाको चाहिँ नीति तथा कार्यक्रम र बजेटको तयारीको विषय नै प्रमुख विषय हो। हामी चाहिँ नीति तथा कार्यक्रमको तयारीका विभिन्न चरणहरूमा छौँ। हामीले अलिकति चाहिँ विषयगत समितिहरू मार्फत चाहिँ विज्ञहरू र सम्बन्धित निकाय अथवा चाहिँ संस्था अथवा चाहिँ सम्बन्धित सरकारवालाहरूलाई समेत राख्दै क्रमशः नीति तथा कार्यक्रमका विभिन्न विषयवस्तुहरूमाथि छलफल गरिरहेका छौँ र अन्य नियमित काम त हाम्रो रहने नै भइहाल्यो। अब यो आर्थिक वर्षको सुरुवातमा सुस्ताउने र आर्थिक वर्षको अन्तिममा अर्को आगामी आर्थिक वर्षको चटारो पनि र चालु आर्थिक वर्षको अन्त्यमा पनि त्यो पनि छुट्टै चटारो। यो दुईटा यो असारे चटारो जेठमा र असारमा विशेष गरेर चटारो हुने गर्छ नगरपालिकामा। यो प्रवृत्तिले काममा जति गुणस्तरीयता कायम हुनुपर्थ्यो त्यो नहुने पनि अनि विभिन्न अनुगमनमा जानुपर्ने पनि बाध्यता हुन्छ। त्यसले प्रत्यक्ष सेवाग्राहीलाई पनि मारमा पार्ने गर्छ। यो प्रवृत्तिलाई कसरी हेर्नु भएको छ? यहाँले भनेको कुरो चाहिँ एकदम ठिक हो। अब अहिले प्रवृत्तिगत हिसाबमा त्यो छ, तर एउटा मैले के कुरामा सच्याएँ भने पालिकामा मात्रै होइन, यो असारे विकास र बजेटको प्रवृत्तिले चाहिँ सङ्घ प्रदेश स्थानीय तह तिनै तहको सरकारको चाहिँ त्यही प्रवृत्ति देखिया छ। खासमा चाहिँ अलिकति हामीले 5-7 वर्षदेखि चाहिँ बजेट चाहिँ सङ्घीय सरकारको बजेट चाहिँ जेठ 15मा आउने भनौँ न, त्यो आधारमा हेर्दै गर्दाखेरि हामीले सङ्घीय सरकारले दिएको चाहिँ बजेट सीमाभित्र हाम्रो बजेटहरू पनि तयारी गर्नुपर्ने, आफ्नो चाहिँ स्थानीय भनौँ न हाम्रो चाहिँ बजेटरी व्यवस्थालाई समेत मध्यनजर गर्दै पनि अगाडि बढ्नुपर्ने र स्वाभाविक हो। अब चाहिँ काम क्लोजिङको बेलामा भइसकेपछि चाहिँ अलिकति चटारो चाहिँ जेठो सारमा बढी नै हुन्छ। केही हाम्रा प्रवृत्तिगत समस्या छन् कर्मचारीका अथवा प्रशासनका पनि त्यो हुन सक्यो। केही चाहिँ हाम्रो स्टेक होल्डरहरू जो छ, जसले ठेक्का वा चाहिँ हाम्रो चाहिँ सम्झौता गर्नुभएको छ, उहाँहरूले चाहिँ ढिलासुस्ती गरिदिनाले समस्या छ। यहाँले भने चाहिँ हो अहिले कामको चटारो किन छ भने काम गर्ने बेलामा सम्झौता गर्ने, सही समयमा सम्झौता गर्ने, पेस्की पनि लैजाने, तर काम सम्पन्न नगर्ने हुँदाखेरि त्यो हामीलाई अत्यन्तै दबाब हुन्छ। हिजो पनि हामी 3-4वटा चाहिँ यस्तै परियोजनाहरू हाम्रो चाहिँ जुन चाहिँ प्रोजेक्टहरू छन् तिनीहरूको पनि अनुगमन गरेर आयौँ। अनुगमन नगरी हामीले भुक्तानी दिने अवस्था पनि रहँदैन। अनुगमन गर्न जाँदाखेरि अलिकति कार्यालय समयमा थोरै डिस्टर्ब चाहिँ हुन्छ। तैपनि हामीले यो कुरामा म्यानेज गरेका छौँ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा जति पनि हामीले हाम्रो बजेटबाट वा सङ्घीय र प्रदेश सरकारको बजेटबाट योजनाहरू चलिरहेका छन् तिनीहरूको हामीले नियमित अनुगमन पनि गरिरहेका छौँ। केही साना योजनाहरू अलिक पछिल्लो समयमा सम्झौता भएका तिनीहरूको पनि हेरिरहेका छौँ भने अब नयाँ बजेट बनाउने, नीति कार्यक्रम सँगसँगै लैजाने लगायतका काम हुँदाखेरि यो जेठ असारको महिना चाहिँ अत्यन्तै चापाचापको महिना चाहिँ हुने गर्छ। तैपनि म आफू नहुँदा मैले अहिले आफूले चाहिँ मोटामोटी चाहिँ भुक्तानीसम्मको काम आफूले गर्ने, त्यसपछि 10 लाखसम्मको सम्झौताहरू चाहिँ मैले मभन्दा चाहिँ अर्को सर हाम्रो चाहिँ हरि सर हुनुहुन्छ, उहाँलाई चाहिँ आफूभन्दा इमिडिएट जुनियर भनौँ न, उहाँलाई चाहिँ हस्तान्तरण गरेर अथवा चाहिँ अधिकार प्रत्यार्जन गरिसकेपछि नियमित साना साना कामहरूमा कहीँ पनि प्रभावित हुँदैन हामीले काम बाँडफाँड गरेका छौँ। तर भुक्तानी लगायतको कुरामा आफै चाहिँ लेखा उत्तरदायी अधिकृत भएको हुनाले म आफैले हेर्नुपर्ने हुनाले त्यो चाहिँ मैले हेर्ने गरेको छु र ठुलो सम्झौता 10 लाख माथिको सम्झौताको हकमा चाहिँ उहाँले गर्नुहुन्छ। अहिले सम्झौताको समय छैन, अब खालि भुक्तानी अथवा अनुगमन लगायतको कुरा हुँदाखेरि चाहिँ म आफै पनि कतिपय विषयमा चाहिँ कस्तो हुन्छ भने विश्वास त गरिन्छ, विश्वास गर्ने आफ्नै साथीभाइलाई आफ्नै स्टाफलाई हो र त्यति हुँदै पनि आफ्नै आँखाले हेरेर अनुगमन गरेर कहिलेकाहीँ अनुगमन टोलीसम्म पनि आफू मिसिएर गयो भने चाहिँ यति काम गरेको थियो यति भुक्तानी दिँदा ठिक छ भन्ने खालको चाहिँ आत्मविश्वास पनि जगाउनु पर्ने र उनीहरूलाई पनि अलिकति डर
पनि सिर्जना गर्नुपर्ने भए हुनाले अनुगमन पनि सँगै लैजानुपर्ने अवस्था छ। त्यसै गरी चाहिँ हाम्रो नयाँ बजेटरी कुराहरू छन्, समितिका बैठकहरू छन्, छलफल छन् र अरू प्रशासनिक कामहरू पनि हाम्रा नियमित चलिराखेकै हुन्छन्। यी सबैलाई म्यानेज गर्न चाहिँ यो पछिल्लो 2 महिना चाहिँ अलि अप्ठ्यारो चाहिँ हुन्छ। अब यो बजेट नीति तथा कार्यक्रमको कुरा गर्नुभयो। आगामी आर्थिक वर्ष 2082-83 मा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राथमिकताका क्षेत्र के हुने गर्छन् र कस्तो प्रकारको बजेट आउँदैछ यहाँ? अब खासमा चाहिँ नियमित रूपमा आउने बजेटहरूको प्रकार प्रकृति चाहिँ एक किसिमले उस्तै नै हुन्छ हैन। हामीले गर्ने चाहिँ दैनिक प्रशासनिक कामहरू, हाम्रो चाहिँ कर्मचारी व्यवस्थापनको कुरा, प्रशासनिक व्यवस्थापनको कुरा, त्यसपछि हाम्रो बजेटको माग र त्यसको चाहिँ पूर्ति भनौँ न, हाम्रो चाहिँ बजेटको चाहिँ एक्सेस जति चाहिँ हामीले बजेट सीमा सङ्घीय र प्रदेश सरकारबाट पाउँछौँ अनि हाम्रो राजस्व उठानको प्रवृत्तिले चाहिँ मोटामोटी जुनसुकै पालिकाको, लुम्बिनीको मात्र नभएर जुनसुकै पालिकाले के गर्छ भन्दाखेरि बजेट निर्माणको लगभग ट्रेन्ड एउटै हुन्छ। गत वर्षको भन्दा अहिले एकदमै मैले क्रान्तिकारी रूपमा परिवर्तन गरेँ भन्ने खालको चाहिँ हुँदैन, तर पनि केही कुराहरूमा हामीले छलफल गरिरहेका छौँ, त्यसमा बहस गरिरहेका छौँ कसरी लैजान सकिन्छ भन्नेमा। जस्तै धेरै टुक्रे योजना राख्ने कि नराख्ने भन्ने विषयमा पनि हाम्रो कुराकानी भइरहेको छ। हामीले नीति तथा कार्यक्रम बनाउँदा सानो टुक्रा गरेर योजना बढी बनाउने कि अथवा नगर स्तरीय अलिक ठुला योजना बनाएर देखिने भनेको देखाउनलाई होइन कि जनताले अनुभूत गर्ने गरी काम गर्ने भन्ने विषयमा पनि हामी विभिन्न चरणमा छलफल गरिरहेका छौँ। यसै गरी अब राजस्वको समस्या अलिकति हामी कहाँ बढी छ, राजस्व चाहिँ उठ्न नसक्ने समस्या छ। हामीले हिजो मात्रै पनि एउटा परिपत्र गरेका छौँ। यहाँका स्थानीय होटल व्यवसायी, पर्यटन व्यवसायी लगायतका बैंक तथा वित्तीय संस्थाहरू लगायत सबैलाई मैले आफैले चाहिँ हिजो चाहिँ पत्राचार गरेर राजस्वमा आइदिनु हुन, जस्तै चाहिँ यदि दर्ता नभएको भए दर्ता गर्न, नवीकरण गर्न र राजस्व तिर्न, कर तिर्न भनेर पनि हामीले चाहिँ गरेका छौँ। यसरी विभिन्न किसिमका हरेक एङ्गलबाट हामीले बजेट, हाम्रो गत वर्षको बजेट कति थियो, गत वर्ष चाहिँ हामीले सङ्घीय सरकारबाट प्रदेश सरकारबाट पाएको कति थियो र अहिलेको कति छ, त्यो ट्रेन्ड हेरेर मात्रै हामीले बजेटका कार्यक्रम, नीति कार्यक्रम चेन्ज गर्न सक्छौँ। त्यसमा पनि केही कुराहरू हामीले अलिकति फरक ढङ्गले लानुपर्छ भन्ने सोचेका छौँ। जस्तै अहिलेबाट हामीले फोहोर व्यवस्थापनको काम सुरु गरेका छौँ। यहाँहरूले 2-3 महिना अगाडि आउँदा लुम्बिनीमा जस्तो फोहोर देख्नुहुन्थ्यो अहिले त्यो छैन। हामीले चोकमा नियमित रूपमा सरसफाइ गरिराखेका छौँ र यहाँको हाम्रा मुख्य चोकहरूको पनि हामीले नियमित रूपमा फोहोर सङ्कलन गरेर हाम्रो सरसफाइ अध्ययन केन्द्र भनेर जुन छ तथा हरित पार्क भनेर छ त्यहाँ लगिराखेका छौँ। अब यो धेरै पुरानो फोहोर हुनाले हामीलाई पुरानै फोहोर उठाउन पनि समय लागिरहेको छ अनि विभिन्न अभियानहरू पनि हामीले चलाइरहेका छौँ। हाम्रा 10-15 जना सरसफाइ कर्मीहरू, नगर प्रहरीहरू हाम्रो शाखाबाट सबै चाहिँ परिचालित भएर हामीले काम गरेका छौँ। 1-2 पटक हामीले अभियान पनि चलायौँ आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू लगायत सबै सडक कार्यालयहरूसँग राखेर। त्यस हुनाले अब फोहोर व्यवस्थापनको मामलालाई अगाडि बढाउनलाई अलिकति चाहिँ सरसफाइ शुल्क राख्ने भन्ने किसिमले हामीले क, ख, ग वर्गीकरण गर्ने, मुख्य चोक र मुख्य सहरहरूका चाहिँ होटल व्यवसाय लगायतका अन्य ठुला व्यवसायहरूबाट चाहिँ यो पटक हामीले फरक रेट निर्धारण गरेका छौँ। त्यस आधारमा चाहिँ फोहोर शुल्क लिने भन्ने खालको पनि कुराहरू छ लगायत। अब हामीले यहाँको आर्थिक सामाजिक परिवेश अवस्था, यहाँका आम नागरिकको कर तिर्न सक्ने अवस्था सबैलाई हेरेर गत वर्षभन्दा चाहिँ हामीले अत्यधिक धेरै कर चाहिँ बढाउँदैनौँ। केही कुरामा रिभ्यू गरिरहेका छौँ, बढी छ भने कम पनि गर्दैछौँ हामीले त्यो खालको। अब फाइनल्ली हाम्रो चाहिँ नीति तथा कार्यक्रम पास भएर बजेट पास भएर आइ नसकेको हुनाले मैले ठ्याक्कै भन्न मिल्दैन, तर हामीले केही चाहिँ अलि धेरै कर भएको अवस्थामा करलाई चाहिँ त्यसलाई अलिक घटाउँदै जाने र केही चाहिँ नयाँ करहरू पनि राख्ने त्यो सुरुवात गरेका छौँ भने अन्य अब हामीले गर्नुपर्ने दैनिक प्रशासनिक काम त स्वाभाविक नै हो। मैले यहाँलाई जानकारी गराउँ, म आएपछि मैले एउटा दावाका साथ भन्न सक्छु हामीले 24 घण्टाभित्र भुक्तानी गरेका छौँ। कुनै पनि प्रक्रिया मेरो चाहिँ टेबलमा फाइलमा आइसकेपछि, मसँग चाहिँ ल्यापटपमा आइसकेपछि मैले 24 घण्टाभित्र भुक्तानी गरेका छु। यसको अर्थ अब कर्मचारीले हामीले यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भनेर व्याख्या गर्ने अथवा चाहिँ गफ लगाउने विषय होइन, तर आम जनमानसमा यहाँले चाहिँ बाहिर गएर बुझ्न सक्नुहुन्छ जनताका कामहरू रोकिएका छैनन्। कम्तीमा म आफै हरेक दिन उपस्थित हुन्छु। अघि मलाई यहाँहरूले कुरिराख्नु पऱ्यो पनि मैले हरेक पटक भनिरहेको छु कि म आफू आउँछु भने। कहिले पनि प्रमुख प्रशासकीय अधिकृत उपस्थित भएन वा हाकिम आएन भन्ने खालको वातावरण छैन। अहिले म कहिलेकाहीँ 1-2 घन्टा ढिला हुने कुरा हाम्रो आफ्नो कार्यव्यस्तताले पनि हुन्छ, छुट्टै हो। म हरेक दिन कार्यालय आउँछु, हरेक दिन म चाहिँ 5 बजेसम्म बस्छु अथवा 6-7 बजेसम्म पनि बस्छु र हरेक दिन मेरो टेबलमा आउने फाइलहरू काम सम्पन्न भइसक्छन्।
त्यसले गर्दा मलाई चाहिँ एउटा कुरा खुसीको महसुस पनि के हुन्छ भने म आएपछि कम्तीमा चाहिँ 24 घण्टाभित्र हामीले भुक्तानी प्रोसेस पुरा गरेका छौँ, सिस्टम एरर बाहेक, सिस्टमले कहिले काहीँ एरर गर्ने बाहेक। त्यसै गरी हामीले गरेको अलिकति उल्लेख्ने काम के छ भने हामीले भवनको टेन्डर प्रोसेस पुरा गरेर अब लगभग हामी इभ्यालुएसन सक्दैछौँ र मोटामोटी 1 महिनाभित्र हामीले सम्झौता गर्छौँ। अर्को अस्ति मात्र यहाँले सूचना देख्नुभयो होला, हामीले हाम्रो एडिबीसँगको सहकार्यमा भएका यिनी योजनाहरू हुन्। भवनको छ, त्यसै गरी बाटोको छ। दुईटा ठुला महत्त्वपूर्ण बाटोहरूको हामीले टेन्डर प्रक्रियामा अगाडि बढाएका छौँ। त्यो भनेको मोगलादेखि मसिना र धुपै जाने बाटो छ एउटा, र अर्को चाहिँ मैलबारदेखि बस पार्क टर्मिनल हुने बाटो। यी दुईटा महत्त्वपूर्ण परियोजनाहरू चाहिँ एडिबीसँगको सहकार्यमा हुने परियोजना, त्यसको हामीले चाहिँ टेन्डर गरेका छौँ। त्यसै गरी फोहोर व्यवस्थापनको कुरो मैले अघि भने, यो फोहोरै कहिले उठ्ने भयो भने लुम्बिनीमा फोहोरै हुने भयो भन्ने किसिमले मिडियाले पनि अलि बढी चाहिँ त्यो फोकस गरिराखेको विषय थियो। हामीले अहिले सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्कमा हाम्रो 2 जना गुरुहरू हुनुहुन्छ। हामीले प्लास्टिक जन्ने र अर्को चाहिँ कुहिने र नकुहिने भनेर फोहोर छुट्याएर त्यसमा व्यवस्थापन गरिरहेका छौँ। यहाँले त्यो पनि हेर्न सक्नुहुन्छ। र त्यहाँ हामीले मेसिनहरू जडान गरिसकेपछि त्यसलाई सेग्रिगेट गरेर प्लास्टिक जन्ने फोहोरलाई चाहिँ छुट्टै किसिमले चाहिँ त्यो पेलेर पिसेर चाहिँ छुट्याउने र नकुहिने र कुहिनेको रूपमा कुहिने फोहोरलाई छुट्याउने किसिमले हामीले त्यो तयारी गरेका छौँ। ती लगायतका अन्य विकास निर्माणका कामहरू अथवा चाहिँ सेवा प्रवाहका कामहरूमा मलाई लाग्छ अहिले लुम्बिनीवासीले अलिकति चाहिँ भावनात्मक रूपमा पनि पालिका हाम्रो लागि काम गरिरहेको छ भन्ने खालको वातावरण बनाउन म लागिराखेको छु मेरो तर्फबाट। र मलाई हाम्रो यहाँको प्रशासनिक टिमले त्यसै गरी राजनीतिक नेतृत्वले अत्यन्तै सहयोग पनि गर्नुभएको छ र यो एउटा किसिमको पोजिटिभनेस अलिकति देखिने गरी पोजिटिभनेस गएको छ भन्ने चाहिँ मलाई लाग्छ। अब कर्मचारी तन्त्र र जनप्रतिनिधि बीच एउटा सुमधुर सम्बन्ध हुन आवश्यक छ। त्यसको इम्प्याक्ट भनेको सेवाग्रामीमा पर्छ। यहाँ सन्दर्भमा जुन सोचेर तपाईँ लुम्बिनी सांस्कृतिक नगरपालिकामा आउनुभयो त्यो पृष्ठभूमिमा र अहिले काम गर्दा तपाईँलाई कतिको सहज छ? वास्तवमा देख्दाखेरि चाहिँ अलिकति मान्छेले जुन खालको न्युजहरू त्यतिखेर सम्प्रेषण भएको थियो, मेसेजहरू जसरी गएको थियो अथवा चाहिँ जुन वातावरणमा म यहाँ आएँ यहाँहरूलाई पनि अवगत छ, त्यो र अहिलेकोमा धेरै फरक छ। जसरी उहाँहरूले मलाई बुझ्नु भएको थियो, अब जुन खालको एउटा चाहिँ हरर क्रिएट गरेको जस्तो चाहिँ होइन, अनि त्यो यो मान्छे आयो भने खराबै हुन्छ भन्ने जस्तो एउटा उहाँहरूले बुझ्नु भएको थियो। र जुन मैले चाहिँ यहाँ सोचेको थिएँ किन यस्तो खालको वातावरण क्रिएट भयो भन्ने कुरो, त्यो चाहिँ अलिकति कम्युनिकेसन एरर, त्यो सञ्चारमा चाहिँ भएको चाहिँ त्रुटि पनि हो र अर्को चाहिँ बुझाइमा भएको त्रुटि थियो। त्यसको ग्याप चाहिँ मलाई लाग्छ मैले लगभग मेटिसकेको छु। मैले मतलब हाम्रो हरेक पक्षले, हाम्रो कर्मचारी साथीहरूले, हाम्रो राजनीतिक तबकाले चाहिँ त्यसको अवस्था मेटिसकेको छ र त्यसको परिणाम मलाई लाग्छ अहिले आम जनसमुदायले देख्दै पनि हुनुहुन्छ। मैले गफ लगाएको पनि होइन, तर चाहिँ एउटा कुरा के हो भने कम्तीमा कार्यालयमा हाकिम आउँछ भन्ने डर, दिनदिनै आउँछ, ऊ आउँछ, अफिस आउँछ, ऊ आएर बस्छ टेबलमा, 10 to 5 जब गर्छ भनिसकेपछि हिजो अनुपस्थित हुने कर्मचारीहरू पनि आज उपस्थित हुनुहुन्छ। हिजो चाहिँ अलिकति हुन त म आजै युनिफर्म लगाएर आएको छैन होइन, किनभने म अलिक बाहिर काममा व्यस्त थिएँ। हिजो युनिफर्ममा नहुने मान्छे आज युनिफर्ममा हुन्छ। हिजो 4 नबज्दा हिँड्ने मान्छे आज 5 बजीसम्म 6 बजीसम्म बस्छ भनेपछि त्यसको एउटा पोजिटिभ इम्प्याक्ट चाहिँ जनतामा गएको छ। के हुन्छ भन्दा मेरो टेबलमा आएको म काम गर्छु भने त्यो काम सिक्वेन्सियल्ली त हरेक शाखाले गर्नुपर्छ। शाखाबाट पेस भएर आउँछ अनि अन्तिममा लेखामा जान्छ अथवा प्रशासनमा जान्छ भने ती कामहरू तुरन्त भएका छन्। त्यसले गर्दाखेरि हिजो जस्तो मेसेज थियो त्यस्तो खालको वातावरण, त्यो अवस्था चाहिँ छैन। तर त्यही पनि अझै हामीले त्यो छैन भन्दैमा मैले त्यो वातावरण चिरेँ भन्दैमा चाहिँ ठाउँ परिवेश अनुसार चाहिँ आफूलाई सच्याउँदै परिवेशमा कतिको सहज छ तपाईहरुको? ठिकै छ। अब अलिकति भाषा थोरै चाहिँ भाषाको कमी चाहिँ मलाई त्यो फिल हुन्छ। कहिलेकाहीँ आम पब्लिक आउनुहुन्छ पुरै यहीँको चाहिँ भाषामा बोल्नुहुन्छ, मैले त्यसलाई कम्युनिकेट गर्न सक्दिनँ। त्यसो भएपछि मैले यहाँको हाम्रो स्थानीय भाषा जान्ने साथीहरूले के भनेको फेरि भन्नु त भन्छु। कहिलेकाहीँ अलिकति म भाषामा नि भिजिसकेकोमा थोरै बहुत आफ्नो शब्दहरू राखेर पनि भन्न सक्छु। भाषागत रूपमा अलिकति अप्ठ्यारो, अरू चाहिँ ठिक छ। मलाई चाहिँ जो आम पब्लिक जो पनि अलिकति आर्थिक सामाजिक रूपमा पछाडि परेको मान्छेहरूलाई आफै बसेर फुल टाइम बसेर सेवा गर्न पाउँदा मलाई पनि खुसी लाग्ने विषय हो। र उहाँहरूलाई पनि म प्रति त्यति धेरै चाहिँ अप्ठ्यारो अथवा यसले गर्दैन हुँदैन भनेर रोकिरहेछ भन्ने जस्तो उहाँहरूले नै फिल गर्नुभएको छ भन्ने मलाई लाग्दैन। अब यही कुरा जोड्दै थिएँ, जस्तै सामान्यतया नगरपालिकामा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत यो कर्मचारी तन्त्रको
सबै हेर्ने व्यक्ति हजुर। चाहिँ पुरुष हुने गर्छ। अब तर लुम्बिनी सांस्कृतिक नगरपालिकामा फरक छ। अब कतिको गाह्रो हुँदै रहेछ, जस्तै पुरुषलाई चाहिँ कार्य सम्पादनमा पत्याइदिने, तर महिलालाई क्षमतावान भए पनि कार्य सम्पादनमा एकै नम्बर भए पनि नपत्याउने परिवेश छ। यो समाज त्यही किसिमको छ। कतिको गाह्रो हुँदो रहेछ महिला भएरै कार्य सम्पादन गर्न, उनी अरूलाई बुझाउन, विश्वासमा लिन कतिको गाह्रो हुन्छ? त्यस्तो मैले चाहिँ महसुस गरेको छैन। वास्तवमा मलाई पनि लाग्ने अलि पहिला अहिले कस्तो छ भने तपाईँले भनेको कुरा ठिक कहाँनिर हो भने जुन बेला हाम्रो अलिकति सामाजिक सांस्कृतिक परिवेश, आर्थिक परिवेश पछाडि पर्दा महिलाहरूले कामै गर्न सक्दैनन् अथवा पब्लिक फिल्डमा जाँदैनन् भन्ने अवस्थामा केही हामीले 10-15 वर्ष अझै ब्याकमा सोच्यौँ भने त्यो हो। अब अहिले त धेरै जसो जो तपाईँ सुन्नुहुन्छ सिडिओ भएर पनि महिलाहरू जानुभएको छ। अब यहाँ रूपन्देही र लुम्बिनीको हकमा चाहिँ सायद अलिक कम हुनुहुन्छ, नभए प्रमुख प्रशासकीय अधिकारी भएर पनि पछिल्लो समय महिलाहरू जाने ट्रेन्ड बढेको छ। अरू पनि कार्यालय प्रमुखको रूपमा हुनुहुन्छ र पनि पालिकाकै हकमा त्यो पनि लुम्बिनी जस्तो अलिकति हाम्रो चाहिँ सबै किसिमको सांस्कृतिक मिक्सअप भएको चाहिँ पालिकामा काम गर्न चाहिँ अलिक गाह्रो हुन्छ कि भन्ने चाहिँ त्यो सोच्नु स्वाभाविक हो। तर मैले त्यस्तो महसुस गरेको छैन। यहाँ दुईवटा पाटो छ। एउटा चाहिँ के छ भने पोलिटिकल्ली सपोर्ट छ मलाई। पोलिटिकली सपोर्ट भनेको राजनीतिक हाम्रो निर्वाचित जनप्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ यसले सक्दिनँ भन्ने फिल गर्नुभएको छैन। त्यसो हुनाले उसले ल्याएको काम, उसले गरेको काम ठिक छ अथवा चाहिँ ठिक नभए पनि महिला भएर ठिक नभएको भन्ने त उहाँहरूलाई त्यस्तो परेको छैन। अर्को के यहाँको हाम्रो सामाजिक क्षेत्रको मान्छेहरूलाई के चाहिँ परेको छ भने हजुरले सुरुमा भने चाहिँ पुरुष देख्ने ठाउँमा चाहिँ घरिघरि आउँदा झुक्किनु चाहिँ हुन्छ। घरिघरि आउँदा अथवा कहिलेकाहीँ फोन उठाउँदा होइन कसैले चाहिँ भन्दाखेरि मैले उठाएँ भने सरलाई खोजेको भन्ने खालको होइन, अथवा यहाँ सुरुमा आउँदाखेरि सर खै भन्ने खालको चाहिँ हुन्थ्यो। अब अहिले यहाँको आम महिलाहरूलाई हेऱ्यो, आम जनसमुदायलाई हेऱ्यो भने उहाँहरूको अनुहारले चाहिँ महिला पनि हाकिम भएर बस्दो रहेछ, त्यो पनि पालिकामा भन्ने खालको किसिमको उहाँहरूको भित्र त्यो भावना चाहिँ देखिन्छ। त्यसले गर्दा उहाँहरूले झन् अलि राम्रै हिसाबले हेरेको पनि म देख्छु। मलाई त्यस्तो असहजता चाहिँ छैन। कुनैमा कहिलेकाहीँ त्यस्तो हो कि भन्ने जस्तो लाग्छ, तर क्लियरली महिलै भएर भएको कारणले होइन, अरू कारण पनि हुनसक्छ। अब लुम्बिनी सांस्कृतिक नगरपालिकालाई तपाईँले यो यहाँ आइसकेपछि झन्डै 7 महिना भइसकेको रहेछ। अब कस्तो पाउनुभयो, कति सम्भावना बोकेको नगरपालिका रहेछ यो? सम्भावनाको त कुरै नगरौँ, यो अथाह सम्भावनाको चाहिँ ठाउँ हो। मैले यसअगाडि पनि यो 7 महिनाको बिचमा धेरै मिडियाहरूलाई होइन, टेलिभिजन मिडिया, प्रिन्ट मिडिया सबैमा भन्दा पनि मैले के भनेको छु र अरू बेला चाहिँ मैले पब्लिक ठाउँमा बोल्दा पनि के भनेको छु भने हामी सुनको कचौरा राखेर चाहिँ मागिरहेको ठाउँ हो यो। हुन त यो नेपालै त्यस्तो हो भनेर भनिन्छ। त लुम्बिनी के हो भने हामी सुनको कचौरामा खाना मागिराखेका छौँ भन्ने जस्तो लाग्छ। त्यस हुनाले अथाह सम्भावना, यो सम्भावनाको कुरै नगरौँ, त्यति धेरै सम्भावना छ। त्यो सम्भावनालाई हामीले चाहिँ क्यास गर्न नसकेको भन्ने चाहिँ त्यो रिग्रेट फिल चाहिँ मलाई पनि हुन्छ। मैले 7 महिनामा पनि के गर्न सकेँ वा सकिनँ भन्ने कुरा पनि रहला। तर कहिलेकाहीँ रिग्रेट फिल के हुन्छ भने सुनको कचौरामा हामीले खाना मागेका छौँ भने त त्यो सुनलाई कसरी युज गर्ने भन्ने चाहिँ हो। त्यस हुनाले हामीले बुद्ध जन्मस्थल लुम्बिनीलाई कसरी चाहिँ पब्लिसाइज गर्ने। वास्तवमा लुम्बिनीवासीलाई त खालि पर्यटनले मात्रै पनि खान दिन पुग्छ। हुन त कृषि छ, यहाँ अरू क्षेत्रहरू छन्, व्यवसायहरू छन्, तर पर्यटन यस्तो राम्रो क्षेत्र हो बुद्धको जन्मस्थल भएको नाताले हामीले यहाँ त पर्यटकीय पूर्वाधारहरू तयार गऱ्यौँ भने त्यसैले हामीलाई बसी बसी खान पुग्छ। बसी बसी मतलब त्यति धेरै दुःख नगऱ्यो भने पुग्छ भन्ने लाग्छ। त्यसका लागि हामीले अब विभिन्न निकायहरूसँग पहल पनि गरिरहेका छौँ। यहाँलाई थाहा छ, यहाँ मैले यो बोर्डमा पनि राखेका छौँ, हामीले बुद्ध सर्किट पालिका भनेर चाहिँ हामीले चाहिँ कोअर्डिनेसन गरेका छौँ। यो पहिले पनि भएको थियो र अझै हामीले यसलाई अझै बढाउँदै गएर हाम्रो चाहिँ सिद्धार्थनगर तिलोत्तमालाई जोड्ने, इन्टरनेसनल एयरपोर्ट भएको ठाउँमा जोड्ने भनेर हामीले ग्रेटर लुम्बिनी क्याम्पेन भनेर पनि सुरु गरेका छौँ। र यो हाम्रो अभियानलाई अहिले चाहिँ प्रदेश र सङ्घीय सरकारले चाहिँ सपोर्ट पनि गरेको छ। मैले मेरो फेसबुक पेजमा पनि राखेका थिएँ। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी विकास प्राधिकरणको एजेन्डाको रूपमा अगाडि ल्याएको छ भने सङ्घीय सरकारले बृहत्तर लुम्बिनी गुरु योजना बनाउने भन्ने किसिमले ल्याएको छ। त्यसै गरी लुम्बिनीदेखि मुक्तिनाथसम्मको चाहिँ पर्यटन पदमार्ग भनेर पनि कुरा आएको छ। अब के छ अलिकति लुम्बिनीलाई लुम्बिनीबाट मात्रै निकालेर अलिकति ग्रेटर टाइपमा हेर्ने भन्ने कन्सेप्ट पनि आएको छ एउटा त्यो। अर्को हामीमा ग्याप के छ भने मैले अरू बेला नि भन्ने गर्छु, जहाँ बत्ती हुन्छ तपाईँ मैन बलेको ठाउँमा, बत्ती बलेको ठाउँमा तल्लोपट्टि अँध्यारो हुन्छ। बुद्ध जन्मेको ठाउँ, बुद्ध आफै शान्तिका दीप हुनुहुन्छ।
त्यहाँ चाहिँ अलि बुद्धको जन्मस्थलको ठाउँमा बाहिरपट्टि तपाईँले विकास कोषदेखि बाहिर हेर्नुभयो भने चाहिँ अशिक्षा, गरिबी, पछौटेपन, तपाईँको लिभिङ स्ट्यान्डर्ड नै अत्यन्तै पछाडि भएको त्यो अवस्था चाहिँ छ। म हिजै पनि 12 नम्बर वडामा पुगेर आएँ। त्यहाँ तपाईँ भित्र गाउँमा जानुभयो भने भक्कानिएर रुन मन लाग्ने खालका घरहरू, बस्तीहरू छन्। मैले त्यो सोचेँ अब यो कति वर्ष लाग्ला, कति 100 वर्ष लाग्ला जस्तो यिनीहरूको रूपान्तरण हुन। किनभने त्यो घर तपाईँले त्यो छुवालीले चाहिँ बारेका घरहरू, त्यहाँको बच्चाहरूको बसाइ सबै हेऱ्यो भने हुन त एक किसिमको त्यो संस्कृति पनि हो, आदिवासीहरूको संस्कृति, कसरी बस्ने, कसरी रहन्छन् भन्ने। तर त्यो लिभिङ स्ट्यान्डर्ड उठाउन हामीलाई अझै 100 वर्ष लाग्छ यहाँको मान्छेलाई। त्यो हुनाले चाहिँ हामीले लुम्बिनीलाई र बुद्धलाई पनि अलिकति प्रचार प्रसार गर्न सकेनौँ भन्ने चाहिँ त्यो मैले फिल गरेको छु। त्यो सम्भावनालाई कसरी चाहिँ अब हामीले चाहिँ कार्यान्वयन गर्न सकिन्छ भन्नेमा हामी चाहिँ बहस गर्छौँ। त्यही म यही जोड्दै थिएँ, जस्तै पर्यटनकै माध्यमबाट लुम्बिनी भगवान गौतम बुद्ध जन्मेको ठाउँ हो, लाइट अफ एसिया भनेर पनि चिन्नुहुन्छ। वर्ल्ड नै भन्नु पर्यो। मैले जस्तै मैले जोड्न खोजेको यही कुरा, हामीले किन यो लुम्बिनीलाई जति प्रचार प्रसार पर्यटन प्रवर्धनमा जोड्नु पर्थ्यो त्यो नजोडिएको, लुम्बिनीवासी पर्यटनकै माध्यमबाट सुखी र समृद्ध बन्न सक्ने सम्भावना प्रबल छ, किन हामीले नसक्यो होला यतिका वर्षसम्म पनि? यसको चाहिँ ठ्याक्कै अब यही एउटै मात्रै कारण भन्न त हुँदैन होइन। अलिकति चाहिँ के हो भने हामीमा अलिकति सामूहिकताको कमी छ कि भन्ने चाहिँ मैले त्यो महसुस गरेको छु। हुन त अब हामी नेपालीहरू हिन्दू धर्म बढी भएको, त्यसै गरी बुद्ध धर्म अनि चाहिँ मुस्लिम, क्रिस्चियन लगायतको विभिन्न धर्म चाहिँ सँग चाहिँ आबद्ध छौँ, हामी मान्छौँ। हामीले हुन त यहाँ हेरिरहँदा हामीले पशुपतिनाथलाई पनि त त्यति धेरै गर्न सकेका छैनौँ। एक किसिमले हेर्ने पशुपतिनाथ त हाम्रो चाहिँ हिन्दूहरूको सबैभन्दा श्रद्धाको ठाउँ। त्यहाँ जाँदा बागमतीको अवस्था देख्नुभयो भने, अथवा अन्यत्र जाँदा हामी ऋणीकै कुरा गरौँ, त्यहाँ देख्नुभयो भने स्वर्गद्वारी देख्नुभयो भने, अब अहिले स्वर्गद्वारीहरू अलिकति परिष्कृत हुँदैछन्, त्यो देख्नुभयो भने हामीले बुद्ध जन्मस्थललाई मात्रै होइन, हामीले त हिन्दूको पवित्र धाम चाहिँ पशुपतिलाई पनि त गर्न सकेका छैनौँ, अथवा भनौँ त्यहाँको वरपरको विकासलाई गर्न सकेका छैनौँ, अथवा एकीकृत विकास भन्ने कुरो हामीमा आएन। हामीले के भन्यौँ, धर्म भन्यौँ होला, धर्मको मात्रै कुरा गरौँ, धर्मसँगै त्यहाँको रहनसहन, आदिवासी त्यहाँको चाहिँ पहिरन, खाना पिना हरेक कुरालाई चाहिँ हामीले जोडेर त्यसलाई कनेक्सन गर्दै त्यसलाई चाहिँ मार्केटाइजेसन गर्ने पनि एउटा पक्ष हुन सक्थ्यो पर्यटनको लागि। धर्मलाई मार्केटाइजेसन होइन कि पर्यटनलाई गर्न सकिन्थ्यो, एउटा कुरा त्यो रह्यो। अब हामी केही देश अहिले पछिल्लो समय घुमिरहँदा हामी जस्तै थाइल्यान्डमै गयौँ, 95% बुद्ध धर्मावलम्बी हुनुहुँदो रहेछ र उहाँहरूको आस्थाको केन्द्र बुद्ध भगवान हो, गौतम बुद्ध हुनुहुन्छ। उहाँहरूले त्यो चाहिँ उहाँहरूले जुन मन्दिरहरू भनौँ न, गुम्बाहरू बनाइराख्नु भएको छ, त्यो अवस्थालाई हेर्ने भने हामीले त यहाँ त केही पनि गरेका छैनौँ जस्तो लाग्छ। त्यस हुनाले हाम्रो सोचमा के छ भने अब जन्मेको हो भन्ने आधारमा मात्रै त कोही आएर एकैचोटि विकास गरिदिने त होइन। त्यसका लागि हामीले एकीकृत गुरु योजना बनाउन सकेनौँ, त्यसलाई पर्यटन प्रवर्धन गर्न सकेनौँ र त्योसँग विषयवस्तुलाई जोडेर चाहिँ मार्केटाइज गर्न सकेनौँ। जस्तो हामी चाहिँ महाकुम्भको कुरा गरियो नि, म आफै पनि महाकुम्भ पुगेर आएँ, यो मैले लेखेँ पनि छु 1-2 पटक। महाकुम्भ जाँदा केही पनि भएन, एउटा चाहिँ नदीलाई चाहिँ उ गरिएको, तर त्यहाँको जुन विज्ञापन प्रचार प्रसार करोडौँ मान्छे गए, त्यो जल लिएर आए। त्यो जल ल्याउँदाखेरि कति बोतल, कति चाहिँ ग्यालन त्यो उत्पादन भयो होला भन्नेसँग पनि जोडेर हेर्नु पर्यो। हामीले यहाँ लुम्बिनी आउँदा के लिएर जाने त बुद्धको ठाउँमा भन्ने पनि छैन। हामीले त यहाँको माटो, पानी, पात, पतिङ्गर जेलाई पनि प्रयोग गर्न सक्छौँ र त्यसलाई चाहिँ यो बुद्धको ठाउँको हो भनेर चाहिँ एउटा चिन्हको रूपमा यसको तपाईँले जस्तो शालिग्राम लिएर आउन सक्नुहुन्छ, कालीगण्डकी जानुभयो, त्यो रूपमा लैजानलाई चाहिँ हामीले त्यो विकास गर्न सकेनौँ। त्यसमा चाहिँ पालिका पनि केही हदमा चुकेको छ र अरू चाहिँ सबै खालको सरकारहरू चाहिँ पछाडि परेको देख्छु। त्यस हुनाले एकीकृत विकास योजना लागू गर्नुपर्छ भन्ने हाम्रो पनि आह्वान छ। अहिले अलिअलि सरकारहरूले सुन्नुभएको छ र प्रदेश र सङ्घीय सरकारले यसलाई जोड्न खोजेको देखिन्छ, तर बजेट र कार्यक्रमबाट जोड्नुपर्छ र त्यो आम मान्छेको उत्पादनसँग जोड्नुपर्छ भन्ने लाग्छ मलाई। अब अन्तिममा छौँ हामी, आगामी दिनमा लुम्बिनी सांस्कृतिक नगरपालिका कसरी अगाडि बढ्दैछ अन्तिममा? मैले यहाँलाई अहिले यति जति सन्दर्भमा जोडेँ, विषयवस्तुहरू जति पनि राखेँ,
त्यसै प्रसङ्ग र पृष्ठभूमिमा रहेर भन्दाखेरि हामीले अबका नीति कार्यक्रममा हुन त पालिकाले मात्रै सक्दैन, मैले अघि भनिसकेको छु। हाम्रो आन्तरिक आय त तपाईँको 2 करोड प्लसमा मात्रै छ। हामीले त्यो आन्तरिक आयलाई त्यति बढाउन सकिराखेका छैनौँ। एउटा प्रमुख कुरा चाहिँ लुम्बिनीको हाम्रो चाहिँ हामीले पनि पहल गर्नुपर्ने र एउटा चाहिँ सिनारियो कसरी बनाउनु पर्ने छ भने लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिका जोडिनुपर्छ भन्ने चाहिँ मेरो पहिलो र अन्तिमसम्म पनि मेरो यो बनाइयो। किनभने जहाँ लुम्बिनी विकास कोष छ त्यो नगरपालिका क्षेत्रभित्र पर्छ र नगरपालिकाले त्यसको लाभ हानि दुइटै लिनुपर्छ। फाइदा बेफाइदा दुइटै चाहिँ बेहोर्न सक्ने गरी लुम्बिनी विकास कोष र पालिकाको सहकारी हुनुपर्छ पहिलो कुरा। दोस्रो कुरा बुद्ध सर्किट पालिका भनेर हामीले चाहिँ बुद्धसँग जोडिएका पालिकाहरूलाई कनेक्सन गर्दैछौँ। हाम्रा नीति कार्यक्रम र बजेटबाट चाहिँ कम्तीमा लुम्बिनी घुम्न आएको मान्छे कपिलवस्तु जाओस्, रामग्राम जाओस्, देवदह जाओस् भन्ने किसिमले कनेक्टिभिटीलाई जोड्नलाई हामीले प्रयास गरिरहेका छौँ। सबै पालिका निरन्तर त्यसमा प्रयासरत रहनुपर्छ। अर्को अन्तर्राष्ट्रिय यो चाहिँ हवाई क्षेत्र भएको भनौँ न, यो चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय चाहिँ क्षेत्र जोडिने ठाउँ भएको हुनाले हाम्रो यो एयरपोर्टसँगको कनेक्टिभिटी यदि चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय उडान हुन्थ्यो भने टुरिस्टहरू चाहिँ काठमाडौँ हुँदै पनि आउनु पर्दैन, पर्यटकलाई लुम्बिनीबाट ल्याउनलाई चाहिँ भैरवाबाट सहज हुन्छ। यो कम्तीमा चाहिँ हाम्रो विमानस्थल चाहिँ सञ्चालन नियमित रूपमा हुन सक्यो भने त्यसमा चाहिँ पहल गर्नुपर्ने अर्को पक्ष छ। त्यसै गरी कम्तीमा नेपाली नागरिकहरू त आउनु पर्यो नि त घुम्न। जीवनकालमा एकचोटि त लुम्बिनी घुम्न आउनु पर्यो भनेर हामीले विभिन्न किसिमका कहिले भगिनी सम्बन्ध गरेर कहिले बुद्ध सर्किट मार्फत पनि कम्तीमा एक नेपालीले जीवनमा एकपटक त बुद्ध भूमिलाई टेकुन् भन्ने आधारमा पनि हामीले त्यो प्रचार प्रसार गरिरहेका छौँ र सबैसँग सबै निकाय र चाहिँ सरकारसँग हामीले कोअर्डिनेसनलाई चाहिँ बढाइराखेका छौँ। र मलाई लाग्छ यो एउटा चाहिँ अहिले अलिकति सुनिन पनि लागेको छ। अब सबै मिल्नु पर्दो रहेछ, सबैले जोडिएर काम गर्नु पर्दो रहेछ भन्ने किसिमको त्यो छ भने अब अरू हामीले चाहिँ हाम्रो जस्तो एउटा ग्लोबल पार्क बनाउन खोजिराखेका छौँ। ग्लोबल पार्क बनाउनेदेखि हाम्रा चाहिँ अरू यहाँका चाहिँ स्थानीय हाम्रा चाहिँ क्षेत्रहरू जस्तो होमस्टे सञ्चालन गर्न सकिन्छ। होमस्टेदेखि हाम्रा यहाँ आन्तरिक चाहिँ पर्यटन प्रवर्धन गर्ने चाहिँ ताल तलैयाहरू छन्, तिनीहरूको प्रमोसन गरेर चाहिँ अगाडि बढाउनुपर्छ भन्ने चाहिँ हामीले त्यो बहस त्यो छलफल चलाइरहेका छौँ। बजेटरी हिसाबमा चाहिँ साथ सपोर्ट भयो भने त्यो सहज हुन्छ भन्ने लाग्छ मलाई। हस् त, यो महत्त्वपूर्ण समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस् त, उहाँ हुनुहुन्थ्यो लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा गेवाली। उहाँसँग गरिएको कुराकानीसँगै कार्यक्रम बैखरी संवादको समय सकिएको छ। म कार्यक्रम प्रस्तोता सागर विक पनि बिदा हुन्छु। हवस् त, नमस्कार।